तो हे गाइज वेलकम बैक टू एमएस ब्लग इट्स मी रबिन। आज चाहिँ हामी फेरि निस्किसकेका छौँ नुवाकोटतिर घुम्नको लागि। धेरै दिनपछि होइन, हाम्रो बिचमा अलिकति यताउताको प्रब्लम भएर त त्यति घुम्न आउनै मन लागेको थिएन कि, मतलब हल्का टेन्सन भइरहेको थियो कि, त्यही भएर धेरै दिनपछि आज मतलब ग्रुपमा चाहिँ आएन होइन, म अनि आशिष मात्र आएको हो। अब दुईजना मिलेर अब धेरै ठाउँहरू छ अरे घुम्ने, आई डोन्ट नो है, हाम्रो थाहै छ है। आशिष पुरै इन्क्वायरी गरेर आउँछ होइन जहाँ घुम्न गए पनि। सो आज हेरौँ कुन कुन ठाउँ छ, म सबै हेर आउनेछु गाइस, लेट्स गो। फाइनली गाइज होइन, हामी चाहिँ हाम्रो फर्स्ट डेस्टिनेसन हाम्रो यो सिल ट्याङ्की रहेछ है, नुवाकोटको सिल ट्याङ्की राम्रै छ होइन। यसो एउटा ड्याम है, ड्याम हो, पानी स्टोर गर्ने ठाउँ। अब चाहिएको बेला आवश्यकता अनुसार सिँचाइको लागि युज गर्छ है पानीहरू। सो त्यही हो सिल ट्याङ्की। खोलाको पानी नै हो, जम्मा गरेर राखिरहेछ। यताबाट खोला आइरहेछ, त्यो पछाडि अलिकति ठुलै एरियामा रहेछ कि सिल ट्याङ्की। यो भयो ड्यामको गेट, यताबाट पानी आउँछ, यहाँ स्टोर गर्ने ठाउँ भयो एकदमै ठुलो। त्यसपछि अगाडि पनि एउटा यस्तै छ क्या, गेट जस्तो छ क्या, पानीलाई रोक्ने बान्ध भएको छ हाम्रोतिर। सो यो सिल ट्याङ्की। चाबी ले ली विनोद। क्या होइन, हामी सिलट्याङ्कीबाट होइन किस्पाङ गाउँपालिकामा यहाँ इन्टर गर्छौँ होइन, यहाँ गरिरहेको छौँ अहिले। यो गाउँपालिकाभित्र पनि घुम्ने ठाउँहरू छ अरे एकर्डिङ टु मेरो साथी आशिष है, आई डोन्ट नो है। यहाँ तल पुल खोला छ, माथि पुल। हामी यो बाटो आएको, यो बाटो भएर गइरहेछौँ अगाडि। जस नुवाकोट आजको दिन होइन, नुवाकोट एक्सप्लोर भइरहेछ क्या मजाले। हामी त्यो पल्युटेड सिटी काठमाडौँबाट बाहिर हामी नुवाकोटमा अहिले घुमिरहेछौँ। कस्तो हावा चलाएको छ, आनन्दको हावा के। काठमाडौँमा यस्तो हावा अब कहिले चल्ने हो, कहिले चल्ने हो। जस्तो बाइक चलाउन पनि मजा आइरहेछ क्या होइन। हामी चाहिँ के छ, किस्ताङको बाटोमै होइन एउटा मतलब मनोकामना टेम्पल भनेर छ अरे। त्यो उता गोर्खाको मनोकामना होइन, यहाँ नुवाकोटको मनोकामना मन्दिर छ। हामी अब बाटोमा परेछ, हामी यता पनि अब अलिकति ढोकेर जाऊँ भनेर हामी एकछिन यहाँ पनि ढोक्छौँ, त्यसपछि जान्छ। हाम्रो मतलब टिम अब हुन्छ नि ठुलो बनिसक्यो क्या, हामी दुईजना मात्र, तर 4-5जना अझै छ क्या, 4-5वटा बाइक छ क्या। केटाकेटीहरू अझै अगाडि गयो, अनि हामी बिस्तारै जाउँला, सबैजना त्यही गइरहेछ कि। अनि यहाँ यस्तो भयो कि त्यति बेला नै तल्लोतिर गेटबाट छिर्दाखेरि म्याप काम गर्नै छोडिदियो क्या, अनि कन्फ्युज भयो क्या, यताउता गइरहेको थियो। त्यही भएर मनोकामना टेम्पल। कस्तो बवाल आइरहेको छ कि पुरै
लामो लामो रुख। खतरा आइरहेको छैन, पुरै ग्रिनी ग्रिनी माथिसम्म छ, पुरै यस्तै छ माथिदेखि तलसम्म। होइन हामीहरू किस्पाङ आइसक्यौँ होइन। यहाँ गुम्बा भयो होइन, एउटा ठुलो पोखरी छ, यता बौद्धै भनौँ, बुद्धको स्ट्याचु भनौँ, त्यो नाम मात्र आउँछ मलाई। अनि यो भयो पोखरी होइन, माथि पनि छ एकदमै भ्यू पोइन्टहरू खतरा खतरा छ है। पोखरीमा अहिले पानी छैन ड्यु टु सम रिजन, यहाँ पानी सुकिसक्यो। यस्तो छ पुरै, वाउ छ पुरै यहाँको भ्यूहरू। माथि पनि त्यस्तै छ, माथि टपमा पहाडहरू, पुरै हावा चलिरहेछ, क्या आनन्दको हावा चलिरहेछ यहाँ है। अनि हाम्रो आशिषजी यता हुनुहुन्छ। आशिषजीको अब हरेकचोटि आउँदाखेरि होइन मतलब एक्सपेक्टेसन अर्कै हुन्छ होइन, अनि रियालिटी चाहिँ अर्कै हुन्छ कि। अनि अहिले आएर भन्छ कि यस्तो थिएन, अर्को छ, खै के हो जस राम्रो ठाउँ रहेछ। आउन अलिकति अप्ठ्यारो बाटोहरू भए पनि ठाउँ चाहिँ राम्रो रहेछ। मलाई लाग्दैन कि यो ठाउँमा एकचोटि आइसकेपछि म नेक्स्ट टाइम आउँछु जस्तो त मलाई लाग्दैन है। अब यत्रो टाढा थियो पनि, अब बाटो पनि त्यस्तै छ। सो यही हो किस्पाङ। यताउता पनि अलिकति घुम्ने चौरहरू छ। होइन हामी मतलब पुरै एकदमै एक्सपेक्ट गरेर आएको थियो, हाई एक्सपेक्ट गरेर आएको थियौँ कि साला राम्रो ठाउँ छ, यहाँ त्यहाँ पोखरीमा पानी छ, त जस योभन्दा पनि राम्रो हुन्छ जस्तो लाग्यो क्या मलाई। हुन त सिजन अहिले छैन, तर पनि एउटा अलिकति राम्रो होला कि, पानी कम होला कि भनेर सोचेर आएर, तर त्यस्तो रहेनछ यहाँ। पुरै पोखरीमा यो पछाडिको पोखरी भयो होइन, पोखरीमा मान्छेहरू धान रोपेछ कि के गरेछ, धान जस्तै लागिरहेछ मलाई त। अब खै त जस इन्भाइरोमेन्ट एकदमै राम्रो छ होइन। यहाँबाट माथितिर पनि घुम्ने ठाउँहरू त डल्लै छ होइन, पुरै एकदमै हाई पोइन्टको ठाउँहरू, त्यहाँबाट हिमालहरू देख्ने धेरै ठाउँहरू छ कि। तर त्यहाँ मतलब हिँडेर जानुपर्छ कि, बाइकबाट सम्भव छैन होइन। त्यो पनि त्यहाँ जानको लागि लगभग यहाँ मतलब हुन्छ नि, नाइट बस्ने गरी जानुपर्छ कि, मतलब आउनुपर्छ कि। सो त्यही भएर हामी त्यहाँ माथिसम्म जाँदैनौँ, हामीलाई आजै काठमाडौँ रिटर्न हुनुपर्ने छ। अनि यहाँको भ्यूहरू यस्तै छ होइन। अब जे पनि सबै कुरा राम्रै छ अहिलेसम्म। पोखरी छ, मान्छेहरू छ, सबै कुरा छ, यस्तै छ गाइस। माइन्ड फ्रेस भयो जस्तो भइरहेको छ कि पुरै। अब धेरै भयो थियो नि म घुम्न नआएको, त्यो अलिकति प्रोग्राम स्ट्रेसहरू डिप्रेसनहरू सबै के बिस्तारै गइसक्यो कि अब यहाँ यस्तो वातावरणमा आइसकेपछि। सो यस्तै हो, यस्तै छैन। यो पोखरी भयो, अलिकति भयो नि पानी छ पोखरीमा। तो गाइज हमारा मतलब अब डेस्टिनेशन अनुसार से हमारा प्लान चेंज होता रहता है। यहाँ आने के बाद थोड़ा मतलब
माइंड हो रहा है मतलब वैसा वैसा कुछ हो रहा था तब यहाँ का नज़ारा देख के, मगर तुम्हारे भाई ने अपना फीलिंग का कंट्रोल किया। कंट्रोल, बहुत त्याग दिया। हम इस मोह माया की दुनिया से दूर रहना चाहते हैं, तो इसलिए देख रहे हो अकेले अकेले घूम रहे हैं। इसलिए हम लोग अकेले अकेले घूम रहे हैं। भाई आने वाला लोग है ना यहाँ पे, मतलब अपना होता है ना, साला कपल आए हैं, मगर हम लोग क्या का फूल है बे? पीला ऐसे हो गाइस है ना। हिंदी में साला तो गाइस आप देख सकते हैं ना इस फूल का हाल क्या हुआ है। क्या हुआ? तो फूल सीधा होना चाहिए, तो साला ऐसा होना चाहिए क्या ये फूल, और ये फूल ऐसा है। हम लोग का लाइफ भी वैसा ही है गाइस, ऐसा सीधा होना चाहिए ना लाइफ, और साला ऐसा हमारा लाइफ भी ऐसा ही डोल रहा है। समझने वाले समझ गए होंगे, हमारा लाइफ ऐसा डोल रहा है। बोला जाए तो ये है मेन सबूत, ये है ऐसा है लाइफ, और साला होना चाहिए ऐसा होना चाहिए एकदम खरा, और हमारा लाइफ ऐसा है। हमारा लाइफ में क्या बताए, हमारे आशीष भाई साहब का भी जिंदगी कुछ वैसा ही वैसा है, देख सकते हो। आशीष भाई साहब को देख के फूल भी शर्मा गया। तो गाइस ऐसा ही है जिंदगी, सबका टाइम अनुसार चेंज होता रहता है यान त्यान। अब यहाँ तो गाइस यो भयो न पछाडि एउटा भोलेनाथको टेम्पल अफ लॉर्ड शिवा फुटबल ग्राउंड। तो कहते हैं यहाँ को भ्यू क्या राम्रो दामी आइरहेको छ पुरै। पुरै माथिसम्मको भ्यू क्या खतरा आइरहेछ कि यहाँबाट। यहाँ हेलिप्याड बनाएको रहेछ है, हेलिकप्टर पनि ल्यान्ड गर्न मिल्छ इजिली। आई थिङ्क मेरो विचार यहाँबाट मान्छेहरू आउँछन्, यहाँ ल्यान्ड गर्छन्, यहाँबाट ट्रेकिङ गर्दै जान्छ क्या माथिसम्म, बट नट स्योर है, यस्तै हुनुपर्ने। ल गाइस हाम्रो रबिनको चाहिँ स्न्याक्स गर्ने टाइम भयो। मैले चाहिँ खाइसकेँ है, चिकन मोमो चल रहा है। चिकन मोमो कति रुपियाँ प्लेट दिएँ? 120 रुपियाँ प्लेट। सस्तो रहेछ, मिठो रहेछ अरे। हामी चाहिँ अब टोखा पुग्नु लाग्यो होइन, लगभग 6:30 बजिसकेको छ होइन। अनि हामीलाई अब यहाँबाट लगभग मानौँ न आधी 1 घन्टा जति अझै लाग्छ घर पुग्न। सो आजको भिडियो यहीँसम्म भयो। तपाईँसँग टाटा बाई बाई, सी यू नेक्स्ट टाइम इन द नेक्स्ट भिडियो, बाई बाई।